बल्ल बल्ल Hey guys, welcome back to my channel. Guys, अब तपाईहरुले टाइटल देखेर थाहा पाइसक्नुभयो होला हामी कहाँ जाँदै छौं भनेर। हामी चाहिँ साथीसँग मिलेर फिल्म हेर्न जान लागेको एन्जेला फिल्म। सो अब हामी यहाँबाट हिँड्छौं। सो गाइस, हामी चाहिँ ट्रेन चढिसकेका छौं। अब चाहिँ हेर्दिनु होला के कस्तो हुन्छ। अब तिनीहरु चाहिँ मेरो साथीहरु हुन्। हामी चाहिँ 5 जना छौं। अब प्लिज हेर्दिनु होला, लाइक गर्दिनु होला। अनि बाहिरको मौसम चाहिँ पानी परिरहेको थियो, त्यही पनि हामी गयौं 5 जना मिलेर। अब बिच बिचमा भिडियो गर्ने छौं। मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं, ये मजाक हो रहा है। एक सेकंड यार। सो हामी चाहिँ गफ सफ गर्दै रमाइलो गर्दै लाग्यौं फिल्म हेर्नतर्फ। हामी चाहिँ 5 जना थियौं। सो अरु साथीहरुको चाहिँ टाइम नमिलेर तिनीहरु चाहिँ जान पाएको थिएन। केही छैन, हामी तिनीहरुलाई पछि भिडियो देखाउने छौं। सो ट्रेन भित्र थियो हामी, अनि त्यति साह्रो हल्ला गर्न पनि पाउँदैन, तर पनि हामी त अब हल्ला गरिहाल्छ नि। हामी चाहिँ यहाँ अहिले यहाँ म्याप हेर्दैछौं। बाहिर पानी परेको अवस्था, गाइस, पानी परेको अवस्था। अनि हामी चाहिँ भिज्दै हिँडेको। अब म्याप हेर्दै कता कता थाहा छैन। पानी परेको हुनाले हाम्रो एकदम बिजोग भयो थियो, किनकि एउटा छाता त्यो माथि 3 जना 4 जना आट्नु पर्ने थियो, प्लस अनि फोन पनि बिजेको थियो। त्यही भएर बिच बिचमा भिडियो बनाउन पाएन। अब चाहिँ एकैचोटी फिल्म हलमा पुगेको भिडियो हेर्नु होला। हामी चाहिँ फिल्म हल पुग्यौं। अनि कता बस्ने भनेर छलफल गर्दैछौं। सो मेरो कपाल अनि हामी चाहिँ फिल्म हल पुगेर भिडियो अनि त्यसपछि लास्ट गाइस, यिनीहरु चाहिँ हाम्रो लागि खाजा लिएर आएको। हेलो, सुनिरहेछ? सो बिचको चाहिँ हाम्रो फुलकुमारी। एनिवे अब चाहिँ फिल्म स्टार्ट हुन लागेको छ। अब चाहिँ म सकेसम्म थोरै थोरै हाल्ने छु। तेरो आमाको लागि योभन्दा ठुलो दुनियाँ थिएन। तैँले मेरो लागि संसार जितिस्। जबसम्म म आफै गर्दैन तबसम्म मेरो सहारा कोही हुँदैन। कस्तो भयो? ओ गाइसहरु, कस्तो भयो भिडियो?
कस्तो भयो यिनीहरू बोल्दिन अब हामी बोल्छौँ हामी चाहिँ अहिले फर्केको गाइडहरू होइन हामी दुईजना त एकचोटि गएँ म त दुईचोटि गएँ हामी घर जान्छु सो गाइज लास्टै रमाइलो भएको थियो आजको दिन चाहिँ सो भिडियो चाहिँ इन गर्नुपर्ने हुन्छ थ्याङ्क यू